यहाँ चाहिँ सुटिङ हुन लागेको भएर चाहिँ अहिले सब मेन्टेनेन्स चलिरहेको छ। तर यो सर्ट टर्मको लागि रहेछ। हलिउड मुभी सुटिङ हुँदैछ यहाँ चाहिँ। मुभीको नाम लोकी इन नेपाल। नट लोकी इन नेपाल, ओके। हि इज लोकी बट हि इज नट लोकी इन नेपाल, हि इज अलरेडी इन नेपाल। यहाँ के हुँदैछ? यहाँ चाहिँ अब एउटा अपकमिङ हलिउड मुभीको सुटिङ हुन लाग्छ बन्दीपुरमा, अनि त्यही काममा यहाँ चाहिँ अहिले कामहरू चलिरहेको छ। त्यहाँ छ हाम्रो इन्डियन क्रुहरू, यिनीहरू चाहिँ सबको पसल छुट्टै छुट्टै रहेछ। अब यो भेजिज जेनरल स्टोर, उतापट्टि डेन्टिस्ट, यता कन्स्ट्रक्सन साइट रहेछ। यो चाहिँ जस तिनीहरूले त्यहाँबाट आएर यतिसम्म यहाँसम्मको चाहिँ सर्ट हुँदो रहेछ। जस यहाँसम्म चाहिँ कभर हुने भयो एटलिस्ट हाफ बजार चाहिँ। यहाँ चाहिँ हलिउड मुभी सुट भइरहेको छ। यो सुटको लागि चाहिँ प्रिपेरेसन भइरहेको छ यहाँ चाहिँ। तर एउटा कुरा रहेछ नि हाम्रो को आउँदै अरे? हाम्रो अब स्पाइडरम्यान फर्स्ट मुभीको भिलेन ग्रिन गोब्लिन, अनि हाम्रो लोकी सिरिजको लोकी। सही हेर्दा लोकी सुटिङ हेर्न आउने कि नआउने त? फेरि सुटिङ हेर्न आउने है, टिकट सिकेट पर्दैन। भेरी गुड इन्फर्मेसन। टिकट पर्दैन, सुटिङ हेर्न आउनुहोस्, हल्ला चाहिँ नगरिदिनुहोस् भन्न। त्यो चाहिँ सप नम्बर 13। यहाँ चाहिँ किन लेखेको छैन त त्यसमा त? सबैमा ट्याग लगाएर छोडिरहेको रहेछ क्या त्यसरी नामसाम लेखेर। अनि जुन जुन चाहिन्छ त्योमा चाहिँ आई मिन सबैमा त होइन। अब यता चाहिँ अलिक छैन, पछाडि चाहिँ छ। अहिले यो अगाडिको साइडमा चाहिँ अब धेरै उ छ, अलि के गर्दैछ अब। यतापट्टि हेर्दाखेरि कुनै पनि त्यो नयाँ बिल्डिङ देखिएन, यताबाट ठ्याक्कै देखिएन नि त। यता बेसी पुरानो बिल्डिङ छ, त्यही भएर बेसी यो चाहिँ युज भइरहेको जस्तो लाग्यो मलाई। यताभन्दा पनि यतापट्टि सबै नयाँ बिल्डिङहरू पनि छ, त्यही भएर।